हेलो सो गाइस गुड आफ्टरनुन किनकि म दिउँसो भ्लग बनाउँदैछु र हजुरले बिहान हेर्दै हुनुहुन्छ भने गुड मर्निङ बेलुका हेर्दै हुनुहुन्छ भने गुड नाइट र दिउँसो हेर्दै हुनुहुन्छ भने गुड आफ्टरनुन नि अद न्यू भ्लग एसपीके भ्लगमा हजुरलाई फेरि पनि स्वागत छ र हामी चट्ट लाएर अब दाइको घर जान लागेको पर्दा सर्दा हान्ने रे हैन के गर्ने रे भन्दै हुन्छ दाइले अब के हुन्छ हेर्दै जानु होला भ्लगलाई अन्तिमसम्म हैन के कस्तो रमाइलोहरू हुन्छन् हैन किनकि म दिउँसो भ्लग किन बनाएको भन्दाखेरि म कलेज गएको भ्लग बनाएन दिनदिनै कति कलेज गएको हाल्नु भनेर हालेँ होइन के हुन्छ सो गाइस हेर्दै गर्नु होला अन्तिमसम्म भ्लगलाई हेरेर लाइक गर्नु होला कमेन्ट गर्नु होला सब्सक्राइब गर्न नबिर्सिनु होला सेयर गर्न नबिर्सिनु होला है त बुझ्नुभयो नि होइन ल सो गाइस जाने नि अब दाइको घर पर्दा सर्दा हान्ने भने दाइको कुरा कस्तो छ म देखाउनु नै छु हजुरहरूलाई अवश्य हेर्न नबिर्सिनु होला होइन अन्तिमसम्म हेर्न पक्कै पनि नबिर्सिनु होला है त ल सो लेट्स गो गाइस सो गाइस हामी पनि निस्क्यौँ आवाज राम्रोसित आएन भएर आएको होला हेर्दै जानु होला के हुन्छ हामी बाटोमा सरर हिँड्दैछौँ हेर्नु होइन चट्ट पोखराको भ्यू यही हो मैले हाल्न सक्नु मेरो मोबाइलबाट आउने भ्यू यही हो बुझ्नुभयो भएर आएको होला यसलाई मान नगरी हेर्नु होला दाइ पनि कार्पेट लिन आउनुभयो दाइ आया छिल ल एउटा रोज्नु दाइ अब कार्पेट यहाँ यत्रो के अरे पर्छ डन्डीवाला होइन हामी कार्पेट लिन पनि फाइनल आइसक्यौँ ल हेर्नु हजुरहरूलाई कस्तो कस्तो पर्दा चाहिन्छ यस्तो चाहिन्छ कि यस्तो चाहिन्छ कि यस्तो चाहिन्छ कि होइन भन्न सक्नुहुन्छ म हजुरलाई फेरिको हजुरको घरमा फेरि फ्रीमा हालिदिनु तयार छु सब्सक्राइब गर्नु भयो भने है त कस्तो यस्तो हान्ने नि कस्तो हुन्छ गाडी त्यही कति हो र कति फरक हुन्छ र अब यो ढोकालाई देखाउनु न त डिजाइनहरू हेर्दै गर्नुलाई के हुन्छ लेट्सको हजुरको कुरा हो तपाईँलाई कुन मनपर्छ भन्ने हो यो हाम्रै खाँदै दाइले पर्दा नि छुन्न जान्नुहुन्न यो पहेँलो हाल्नुहुन्छ दाइ पहेँलो हाल्यो भएको पितृ दाइ चोकीलाई त्यही सो के हुन्छ हेर्दै गर्नु होला म सफल भिडियो लिनेछु होइन मेरो आवाज त्यस्तो आयो होला जहाँ पाइँदै चर्को बोल्नुहुन्न क्या फाइनली यो दियो दाइको कलर सक्यो हाम्रो पर्दाहरू बस्यो हुन्छ होइन सो गाइस दाइको पर्दा नि दिने अब के हुन्छ घरै गएर हेरौँ न बाटोमा हेरौँ न के हुन्छ हेर्दै जानु होला है गाइस टाउको चिलाएर दियो अस्ति महँगो है दाइले जुन 1000 रुपियाँ चाहिँ हाल्ने सो हेर्दै गर्नुलाई त हो सो गाइस हामी पनि दाइको घर आइयो के हेर्दै हुन्छ आमा फाइनली हामी दाइको घर नै आइयो सट्टर त्यो बोतल हालिदिनु है बुवा नारायणम राधे श्याम यो बुवा बस्नु मस्त दाइको घर आइयो त के हुन्छ हेर्दै गरौँ है त ल दाइको घर चट्टामा देखाउँछु हजुरलाई भ्रमण गराउँछु दाइको स्वर्ग ल आउनु त यो स्वर्गलाई त अहिले उस गरौँ नि सो गाइस ल हेर्नु त दाइको घरको आँगन यस्तो छ घर कोठा राम्रो भयो ऊ ल कोठा हेर्नु के कोठा स्वर्ग भनेको यो हो क्या गाइस स्वर्ग ल देख्नु स्वर्ग तर कति हो हाइट नजिक हो है नारायण फुलाउनु गरेर चाहिँ म बाहिर थिएँ म घरतिर पर्जा हालियो अनि हेरौँ है त अनि फाइनली कस्तो लुक हुन्छ स्वर्ग हेर्ने गाइस स्वर्ग भन्छन् नि
म हजुरलाई नर्ग देखाउँछु नर्ग हेर्ने गाइस नर्ग भैरमै त नर्ग रियल नर्ग हेर्नलाई रेडी हुनु 1 2 3 गो पता रहे ना किसी का हमें यही कहे ये पल जिंदगी का हमें पता पता रहे ना किसी का यही कहे ये पल जिंदगी का के खुद गर्ज सी सो गाइस नर्गको भ्यू कस्तो लाग्यो कमेन्ट गर्न नबिर्सिनु होला किनकि मेरो मोबाइलले क्वालिटी राम्रो लाउँदैन किनकि मेरो मोबाइलको क्यामेरा कस्तो छ भन्दै स्यामसङ J1 को क्यामेरा जस्तै छ त्यही भएर यो क्यामेराबाट नि राम्रो हेर्न पाउनको स्यामसङ J1 मा क्यामेरा पनि धेरै राम्रो यति हेर्न पाउनु हैन सो मैले किनेर राम्रो भिडियो आउने नै छ हजुरहरूलाई हैन अनि फाइनल्ली कोठा पनि रेडी भयो अब कस्तो भयो कोठा हेर्नु है त जानुहुन्छ हेर्नु त फाइनल्ली कस्तो भएको छ So let's go 1 2 3 go. A few moments later. हैन म भ्लग हाल्छु के त्यहाँ दाइ कोठाको छेउ भिडियो लिएको कसलाई हो म युट्युबमा भिडियो हाल्छु के भ्लगर हो कि नि दाइ भन्नु त दाइको कस्तो कस्तो भिडियो हाल्छु दाइ के हेरे राधे श्याम भन्दैन एकचोटि सबैले दाइ दुईटै बस्ता ल आमा क्यानमा गयो छ जति नि उहाँ पढ्दैन आमा भट्ट हालिदिइहाल्नु त ल गोडा चारेक मानेको होला नि यस्तै भन्छन् कि गाउँघरतिर भएको छ गोडा अब हामी जान लाग्यो हाम्रै कोठातिर प्रस्थान हुन लाग्यो हेर्दै गर्नु होला टिकट त लाउँदैन लाउँदैन टिकट नआएको भन्नु लाग्यो ठ्याक्कै होइन लाने हो अहिले दाइ उता जानु हो नि त सो गाइस दाइको कोठा नि हेर्नु होला कस्तो रहेछ भनेर अब फेरि हाम्रो कोठामा हुन्छ अनि दाइले किताब हेर्नु न किताब दाइका जन्मैदेखि पुस्तक सानैबाट पढेको किताब पोको पारेर लाउनु है कस्तो देख्यो त होइन मलाई तङ्ग आएको फेरि नलाउनु केही नसोच्नु है सो वहीँ गएर हेर्नु होला है त अब भ्लग होइन के हुन्छ फुलेर हेर यस्तो डेन्जर फुल्यो वहीँ गएर भ्लगलाई एन्डिङ हान्दैछु कस्तो लाग्यो भ्लग भनिदिनु होला है त उहाँ कोठामा गएपछि म भ्लग बनाउँदैछु गु